बिर्से भनेर चाहिँ के बिर्सेछ भनेर एकदम धेरै धेरै सम्झेर पहिला नि अब सम्झेथे झन् धेरै सम्झिरहेको है बस अब धेरै सोचे जस्तो गरेर पाइएन पहिला समय परिस्थिति अनेक चिज भयो दुःख धेरै यसपटक झन् फैलिरहेछौँ झन् ठुलो भनेर आएको छौँ अब साथीभाइहरू जोडिएर यसपटक अलिक केही गरौँ भनेर आएको छौँ है पहिला पनि अब त्यही गरेको थिएँ हो त नि अब के भइरहेको थाहा होइन अब झन् खुसी लागिरहेको तपाईँ आउनु भएको चाहिँ त्यही त हुन्छ हुन्छ के छ कस्तो छ व्यापार व्यवसाय राम्रै छ कि यहाँतिरको मान्छे विदेश जाने बाहिर जाने कति बढ्या छ कि ठिकै छ कि छैन कि बढिरहेको छ त्यही त व्यवसायको सङ्ख्या बढ्यो तपाईँ खुसी लाग्यो कहिले आउँछु भनेर खोजिरहेको थिएँ हो त्यही बुझेर आज अलिक खुट्टा अलिअलि घाइते भयो भने हिँडेन ठिक भएको छ हुन्छ एउटी त्यही अब अस्ति यहाँ पस्छ किन खाली खाली छ त सामान के भयो यस्तो अब हामी गोबरतिर पस्छौँ अब के त्यही त ल ल ल राम्रोसँग बस्नु ल अब फेरि चुनावको बिचमा फेरि आउनु त आइहाल्छु म यसबाट अन्य ठाउँमा अरू साथीलाई जिताउन धेरै धेरै जानुपर्ने छ तपाईँलाई आइरहेको ठाउँ यसो आएको बेलामा यसो बोलाएर जाउँ बिर्सिनु हो कि भनेर नि चिन्ता लाग्यो थाहा छ नि मलाई माया गर्नुभएको छ भनिदिएको मात्रै मलाई माया गर्नुभएको छ ल